सर चाहिँ यस के छ हौ खबर? एकदम ठिक छ यार। सिमसारको नजारा दामी छ। यहाँ चाहिँ हामी आइरहेछौँ। सिमसार अब 2-3 महिनाभन्दा धेर भइसक्यो नआएको। आज पहिले त अनि जहिले प्रत्येक शनिबार बस्छ छैन त? जहिले हुन्थ्यो नि। घिसिङलाई पठाइन्छ ल यो भिडियो। ल घिसिङलाई युट्युब च्यानलमा गएर हेर भन्नु पर्यो। तैँले मेरो युट्युब च्यानल सब्सक्राइब गरेछस् छैन? थाहा छैन, टिकटक गरेको छु, फेसबुक गरेको छु, युट्युब थाहा छैन। युट्युब छ भन्ने नै के भ्लग आउँछ कि के आउँछ? होइन, म्युजिक भिडियो छ त्यसमा चाहिँ। युट्युब मलाई थाहा छैन नि कहाँबाट हुन्छ भन्ने। डियर सर्च गर ल, डियर। न त धनबहादुर राजवंशी सर्च गर्दा नि हुन्छ। डियर मात्रै लिंक पठाउन मलाई लिंक। डियर DEAR डियर। आज चाहिँ हामी सिमसार आएको छौँ। जतै हेर्दा जतै क्यामेरा घुमाए पनि जोडी नै मात्र भेटिन्छ। कति उमेरको हेर्ने हो जोडी? 15 वर्षको हेर्ने हो कि 20 वर्षको हेर्ने हो कि 25 वर्षको? हाम्रो साथीहरूको चाहिँ यहाँ गर्लफ्रेन्ड नभएर यो दुईटा गर्लफ्रेन्ड बोयफ्रेन्ड भनेर आएको छन् होइन। हाम्रो जोडी भेटिँदैन। बेलागुडी सिमसार त खतरा रहेछ यार डेटिङ प्लेस। लेभलको छैन हाम्रो अब। तर दामी छ यार। कति जाने हो अब? कहाँ जाने? यहाँ ओइ यो पुलको बारेमा अलिकति भन्दै त, मलाई आउँदैन भ्लग बनाउनु होइन। पुल भनेको चाहिँ होइन, यहाँको काठदेखि बनेको हो होइन। अरू अरू त के भनेर भन्न। पहिले चाहिँ अलिक हालिन्थ्यो, अहिले मर्मत गरेर अलिक कम हालिदिनु भएको छ। सुरुमा नयाँ बन्दा हालिदिन्थ्यो, बिचमा हालिदिनु भयो, फेरि मर्मत गरेर फेरि अलिक राम्रो छ। अनि ल ए के भयो? अरू केही छैन। तँलाई चाहिँ आज कहाँबाट फोटो खिच्ने यत्रो सक चढिरहेको छ? होइन फोटो ब्ल्याक आउँछ त्यहाँ ब्ल्याक। अनि गर्लफ्रेन्ड पनि छैन अरे, किन फोटो खिच्नु फकट्या? प्रोफाइल पनि चेन्ज। फेसमा प्रोफाइल पनि तेरो 4 वर्ष भइसक्यो चेन्ज नगरेको, किन खिच्नु? यहाँ भ्लग बनाउनु दे मुला। यो भलागढी सिमसारको बारेमा केही भन्छस् भने भन्। बोल्दै हिँड्न